बडीको पनि एउटा ल्याङ्ग्वेज एउटा फ्लो हुन्छ तपाईँले आफ्टर चाइल्ड बर्थ आजकै भोलि बडी पहिला जस्तै हुँदैन इट टेक्स टाइम तर तपाईँले डेडिकेसन गर्नुभयो आफ्नो लाइफस्टाइलमा खानापिना निन्द्रामा ध्यान दिनुभयो भने चाहिँ इम्पोसिबल चाहिँ होइन यु क्यान गेट ब्याक टु सेप जस्तो मलाई पनि लगभग 5 years लाग्यो तर मलाई थाहा थियो आई वुड अलवेज गेट ब्याक टु सेप भनेर सो म अहिले अब आफ्नो मेरो प्री प्रेग्नेन्सी विकमै पुगिसकेको छु सो अलिकति डिसिप्लिन लाइफस्टाइललाई म्यानेज गर्न सक्यो भने आई थिङ्क एनीबडी क्यान डु इट उहाँले मिहिनेत धेरै गर्नुभयो है आफ्नो फिगरको लागि मेन्टेन्सको लागि तपाईँले पनि देखिराख्नु भएको छ केमा अवेर गर्नुहुन्थ्यो उहाँले खानेकुरा नखाने भनेर त्यो खालको त अब भइहाल्छ होइन घरमा कतिको देख्नुभयो तपाईँले उसले आफ्नै पाराले पनि गरेर हुन्थ्यो मेरो कर्तव्य चाहिँ उसको बेलामा खाना चाहिँ खुवाउनु टाइममा चाहिँ सुत्नु हाम्रो दुईजनाले आफ्नो आफ्नो लाइफ पनि बिताइरहेको हुन्छ इभन दो हामी म्यारिड छौँ हामीले एकअर्कालाई चाहिँ हाम्रो आफ्नो आफ्नो ओपिनियन्सलाई पनि सही मान्न दिन्छौँ अनि तर त्यो चाहिँ कसरी गर्न कसरी चाहिँ हामीले एकअर्कालाई चाहन्छौँ भने तपाईँले हेल्थको कुरा गर्नुभयो नि एउटा पोइन्टमा थियो केही नखाएर बस्दिन्थ्यो अब मैले भन्ने एउटा हुन्थ्यो खानुपर्छ तर त्यसपछि उसले आफैले बुझ्यो त्यो गर्दाखेरि विकनेस हुन्छ भनेर उसले आफ्नो खानालाई हेल्दी बनाउनु सो त्यो एउटा सर्टन जर्नीमा मैले धेरै पनि दखल नगरेर आफैले पनि गरेको त्यही बेला मैले साथ मात्र दिएको नखाइकन बसेको दिनहरू पनि भयो होइन पहिला अहिले त आम नट लाइक द्याट अहिले चाहिँ अब त्यतिखेर आफू पनि यङ हुन्छ नि त कति चिजको अन्डरस्ट्यान्डिङ हुँदैन अब नखाने बित्तिकै दुब्लाइहाल्छ नि त्यो त युनिभर्सल फ्याक्ट हो तर नखाएर दुब्लाउनु इज नट रियली हेल्दी फर यु भन्ने कुरा चाहिँ अब बिस्तारै वेन यु बिकम वाइजर अनि यु अन्डरस्ट्यान्ड कि ए होइन नखाने बित्तिकै दुब्लाउँछ तर देयर सो मेनी अदर साइड इफेक्ट्स जुन बिस्तारै देखिन्छ जहिले पनि हामीले सुनिने टर्म भनेको बिस्तारै तिम्रो एज हुँदै गएपछि देखिन्छ भन्ने कुरा हो सो द गोल इज कि होइन मलाई सधैँ 20s देखिनुपर्छ भन्ने होइन क्या अब म नेक्स्ट इयर 40 हुन्छु आई वान्ट पिपल इन द यङ्गर जेनेरेसन टु लुक फरवर्ड टु देयर 40s के ए 40sमा पनि यस्तो देखिन सकिँदो रहेछ है भन्न त्यो भनेको चाहिँ लाइफस्टाइल हेल्थ एन्ड टेकिङ केयर अफ यर सेल्फ टेकिङ केयर अफ यु फुड त्यो नै हो कि त्यो गर्न सक्नुभयो भने तपाईँ मोर भाइब्रेन्ट एन्ड यङ देखिनुहुन्छ अब धेरैले भन्नु पनि हुन्छ मलाई पनि लाग्छ कि यति धेरै बिजी हुनुहुन्छ हजुर होइन अब पोडकास्ट आइरहेकै छ यता फिल्मको कामहरू पनि भइरहेकै छ होम प्रोडक्सनको काम अस्ति भर्खर मात्रै अनाउन्स गर्नुभएको छ सायद टिजर होला होइन सानो फर्स्ट लुक आएको थियो असाध्यै चर्चा रहेको छ यो टाइम म्यानेज कसरी गर्नुहुन्छ ती तपाईँले टाइम भनेको आफै म्यानेज हुन्छ कि तपाईँको मन मस्तिष्कमा त्यो एउटा तपाईँले डिटर्मिनेसनको साथ अगाडि बढ्नुपर्छ होइन अनि एउटा भनाइ पनि छ नि त 8 म पुऱ्याउँछु भनेर द युनिभर्स इज अलवेज रुटिङ फर यु कि त्यसलाई इग्नोर गर्नु हुँदैन सो तपाईँको ट्रु प्यासन ट्रु कलिङ यही हो भने टाइम आफै म्यानेज हुन्छ मेरो त भइरहेको छ खोइ आफै सबै गर्न भ्याइरहेको हुन्छ उहाँको बिजी लाइफ देख्दा तपाईँलाई कस्तो लाग्छ अब धेरैले भन्नुहुन्छ अब म आफै पनि पर्सनली कति धेरै हेरिरहेको हुन्छु भ्लग अब पोडकास्ट फेरि यता फिल्म म्युजिक भिडियो लगायतका धेरै काममा बिजी हुनुहुन्छ एकदमै धेरै बिजी हुनुहुन्छ कहिले काहीँ त घर बस वेस्ट गर भनेर भन्नुपर्ने अवस्था आएको छ कि छैन अहिलेसम्म त्यस्तो अवस्था भन्दा पनि आज ठ्याक्कै आमा हो सबै चिज म्यानेज गरिरहेको छ सफल पनि भइरहेको छ अनि एट द सेम टाइम रिलेसनसिपलाई पनि त्यसरी टाइम दिइरहेको छ त्यसमा एक्स्ट्रा माग्ने त मेरो पनि कहिलेकाहीँ मागिरहेको ओके अब आज हामीले हजुरको फ्यामिली नै देख्यौँ होइन सबैजना आउनुभएको छ तर हाम्रो आयङ्काजीलाई हामीले देखेनौँ नि होइन आयङ्काले अब हामीलाई जोइन गर्छ बिकज हामीले आज मदर्स डे सेलिब्रेट गर्नु पाएको छैन कि इभेन्टले गर्दाखेरि सो अब यहीँबाट चाहिँ मेरो पेरेन्ट्स पनि आउनु भएको छ अनि सबै मामहरू पनि आउनु भएको छ सो सबैलाई लिएर अनि आयङ्कालाई पनि पिक गरेर हामी प्रब्लम डिनर त्यही हो प्लान ओके जाँदा जाँदै अब साउबा छिट्टै रिलिज हुँदैछ युट्युबमा के भन्नुहुन्छ दर्शकहरूलाई के भन्छु भने वान अफ अ काइन्ड चाहिँ हो यो वेब सिरिज किनभने यो टाइपको टपिकमा यो टाइपको प्रेजेन्टेसनमा वेब सिरिज आई थिङ्क सायद तपाईँले नेपालमा देख्नु भएको छैन 24 episodes सो 24 weeks लाग्छ कम्प्लिटली कथा बुझ्न